नमस्ते, मेरो नाम अनु पौडेल। मेरो घर चाहिँ चितवन हो र मैले चाहिँ 2022 मा चाहिँ बीएससी नर्सिङ पास आउट गरेको हो। नमस्ते, मेरो नाम चाहिँ अनिता कार्की, मेरो घर चाहिँ नेपालगञ्ज। नमस्ते, मेरो नाम चाहिँ गीता केसी, मेरो घर बुटवल। हामी तीनैजनाले चाहिँ बीएससी नर्सिङ चाहिँ 2022 मा पास आउट गरेको र अहिले चाहिँ हामी तीनैजना चाहिँ मनासको रिसेन्ट इन्टरभ्यूमा चाहिँ डाक्टर सुलेमान अल हबिब हस्पिटलको लागि चाहिँ सिलेक्ट भएर एज अ रजिस्टर नर्स चाहिँ जाँदैछौँ र हाम्रो चाहिँ फ्लाइट चाहिँ भोलिको फ्लाइट रहेको छ र हामीले चाहिँ एज अ रजिस्टर नर्स भएर जान पाउँदा चाहिँ एकदमै खुसी छौँ। किन भन्दाखेरिमा हामी तीनैजना चाहिँ एनक्लिक्स पास आउट रिसेन्टली 2024 मा गरेको एन्ड हजुरहरूलाई थाहा नै छ रेट्रोग्रेसनले चाहिँ एनक्लिक्स पास गरे पनि रेट्रोग्रेसनले कति वेट गर्नुपर्छ भनेर एन्ड रेट्रोग्रेसनमा वेट गर्दाखेरिमा जस्तै हामीले अरू गल्फ कन्ट्रीहरू पनि बुझ्दाखेरिमा चाहिँ अरू गल्फ कन्ट्रीहरूमा चाहिँ एज केयर अथवा अरू होम केयर त्यस्तोमा मात्रै अपर्च्युनिटीहरू पाइने, तर साउदी अरेबियामा चाहिँ एज अ रजिस्टर नर्स नै हामी त्यहाँ गएर काम गर्न पाउने भएको भएर चाहिँ त्यो अपर्च्युनिटी हामीलाई बेस्ट लाग्यो र हामीले चाहिँ अब कहाँदेखि जाने त भन्दाखेरिमा चाहिँ हामीले हाम्रो फेसबुक सर्च गर्दाखेरिमा हामीले मनासमा इन्टरनेसनल सर्भिसको बारेमा चाहिँ हामीले थाहा पायौँ र हामीले चाहिँ त्यहाँ फेस टु फेस इन्टरभ्यू भइरहेको छ भनेर हामीले आएर इन्टरभ्यू पनि दियौँ र हामी तीनैजना इन्टरभ्यूमा सिलेक्ट भएर चाहिँ अब हामी भोलिको फ्लाइट चाहिँ जाँदैछौँ र हजुरहरूलाई पनि हामी एकचोटि मनास इन्टरनेसनल सर्भिस चाहिँ भिजिट गर्नु र त्यति नै भन्न चाहन्छु। थ्याङ्क यू।